हेलो फ्रेन्ड्स, मेरो नाम हो सन्दीप चौधरी। त साथीहरू, तपाईँ पनि यस्तो युट्युबको थम्बनेल बनाउन चाहनुहुन्छ भने यो भिडियोलाई पुरा हेर्नु र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु। त साथीहरू, युट्युबको थम्बनेल किन चाहियो भने म भन्छु आज। किनभने युट्युबको भिडियोलाई हामी यो थम्बनेलबाट नै क्लिक गर्छौँ, किनभने थम्बनेल एट्र्याक्टिभ रहन्छ भने मान्छेहरू त्यसमा क्लिक गर्छ। ल साथीहरू, अब हामी अगाडि बढौँ। साथीहरू, सबभन्दा पहिला आफ्नो मोबाइल लिनु, मोबाइल ओपन गर्नु। ओपन गरेपछि साथी प्ले स्टोरमा जानु। प्ले स्टोरमा गएपछि पिक्सल एप डाउनलोड गर्नु। पिक्सल एप छैन भने छ भने ठिक छ, पिक्सल एप छैन भने यसरी सर्च गर्ने र यहाँ पिक्चर एडिटर भनेर एउटा एप आउँछ। त्यो पिक्चर एडिटर एपलाई डाउनलोड गर्नु र डाउनलोड गरेपछि त्यसलाई ओपन गर्नु। त साथीहरू, पिक्सल एप ओपन गरिसकेपछि यहाँनिर टेस्टको अप्सन सेव हुँदैछ। त्यसको अहिले कुनै काम छैन। अब त्यसलाई यो कुनाको डिलिटको अप्सनमा गएर त्यसलाई डिलिट गरिदिने। त्यसलाई डिलिट गरेपछि साथीहरू, यताको कुनामा 3 डटको अप्सन सो हुँदैछ। तपाईहरू हेर्दै हुनुहुन्छ, त्यसमा क्लिक गर्नु। त्यसमा क्लिक गरेपछि साथीहरू, यहाँ अलिकति यहाँ तल गएर इमेज साइज छ, त्यसमा क्लिक गर्नु। इमेज साइजमा क्लिक गरेपछि साथीहरू, यहाँ कस्टम भनेर लेखेको छ, त्यसमा क्लिक गर्नु। कस्टममा क्लिक गरेपछि साथीहरू, अलिकति तल गएर यहाँ युट्युब थम्बनेल लेखेको छ, त्यसमा क्लिक गर्नु र यहाँ ओके गरिदिनु। ओके गरेपछि साथीहरू, यो हाम्रो साइज युट्युब थम्बनेलको भइसकेको छ। अब साथीहरू, यहाँ हामी प्लसमा जाने। यहाँ प्लसमा जाने, माथिको प्लसमा क्लिक गरेपछि साथीहरू, यहाँ फ्रम ग्यालेरीमा जाने। फ्रम ग्यालेरीमा गएपछि साथीहरू, यहाँ कुनै हामी एउटा फोटो चुज गर्ने। फोटो चुज गरेर यहाँ राख्ने। यहाँ तल टिकको अप्सन छ, फोटो चुज गरेपछि यो टिकमा क्लिक गरिदिनु। टिकमा क्लिक गरेपछि साथीहरू, हाम्रो फोटो यहाँ आइसकेको छ। अब यो फोटोलाई हामीलाई राम्रोसित मिलाएर आफ्नो थम्बनेलमा राखिदिनु छ, यसरी। जस्तै मैले साथीहरू यहाँ राखिदिएँ। अब साथीहरू, यसलाई हामी अलिकति एडिटिङ गरौँ। एडिटिङ गर्नको लागि साथीहरू, यहाँ एक अगाडिमा एउटा बटन छ, तेस्रो नम्बरमा, त्यसमा क्लिक गर्नु। त्यसमा क्लिक गरेपछि साथीहरू, अब अलिकति तल जाऊ। अलिकति तल गएपछि साथीहरू, यहाँ स्ट्रोकको अप्सन छ, त्यसमा म क्लिक गर्छु। त्यसलाई इनेबल गरिदिने। इनेबल गरिदिएपछि साथीहरू, त्यसलाई पनि टिक गरिदिने। इनेबल गरेपछि टिक गरेपछि साथीहरू, हेर्नु, यहाँ व्हाइट बोर्डर आइसकेको छ। यो व्हाइट बोर्डरलाई अलिकति अझै राम्रो बनाउनलाई अलिकति अझै तल जाने र यहाँ स्याडोको अप्सन छ, त्यो स्याडोमा क्लिक गर्ने। स्याडोमा क्लिक गरेपछि स्याडोलाई पनि यसरी इनेबल गरिदिने। साथीहरू, तपाईँ यहाँ कुन कलरमा स्याडो चाहनुहुन्छ भने त्यो कलर पनि चुज गर्न सक्नुहुन्छ। जस्तै मैले अहिलेको लागि यो चुज गरिलिएँ। अनि यहाँ XY सेट छ, त्यसमा त्यो स्याडो अगाडि पछाडि यसरी गर्न सकिन्छ। तपाईँलाई जस्तो राम्रो लाग्छ त्यस्तो गर्नु। र Y को सेट छ, त्यो माथि र तल हुन्छ। त्यो तपाईँ जति राम्रो लाग्छ त्यतिमा राखिदिनु र यहाँ टिकमा क्लिक गरेर ओके गरिदिनु। अब साथीहरू, यहाँ डबल लेयरको अप्सन माथिमा सो हुँदैछ, त्यो डबल लेयरमा गएर क्लिक गर्नु र यहाँ तालाको अप्सन छ, त्यो तालामा गएर क्लिक गरिदिनु। यसलाई ताला लागिसक्यो। अब यो हल्दैन, हामीलाई डिस्टर्ब हुँदैन अगाडिको काम गर्नलाई। अब साथीहरू, जस्तै म युट्युबको थम्बनेल कसरी बनाऊ त्यसका बारेमा थम्बनेल बनाइरहेको छु। त्यसैले म अब युट्युबको केही थम्बनेलहरू यहाँ राख्छु। साथीहरू, तपाईँलाई जे कुराको बारेमा भिडियो बनाउनुहुन्छ त्यो कुरा यहाँ आएर राख्नु। त फेरि यसमा प्लसमा जाने। प्लसमा गएर फेरि ग्यालेरीमा जाने। तपाईँले जे बारेमा भिडियो बनाउनुहुन्छ त्यसको नै फोटो यहाँ राख्दा हुन्छ ग्यालेरीबाट। त साथीहरू, अब म थम्बनेलको बारेमा फोटो बनाइरहेको छु, त म थम्बनेल नै यहाँ चुज गर्छु कुनै। साथीहरू, जस्तै मैले अब यो थम्बनेल चुज गर्छु। जस्तै मैले एउटा यो थम्बनेल चुज गरेर टिक गरिदिएँ। टिक गरेपछि साथीहरू, यो थम्बनेल आइसक्यो यहाँ हाम्रो। अब यसलाई म अलिकति सानो पारेर कतै राखिदिन्छु। जस्तै मैले यहाँ राखिदिएँ साथीहरू, अलिकति अझै ठुलो गरेर। यो थम्बनेल मैले यहाँ राखिदिएँ। यहाँ राखेपछि थम्बनेल साथीहरू, फेरि मलाई अर्को थम्बनेल पनि लगाउनु छ। फेरि म प्लसमा जान्छु, ग्यालेरीमा जान्छु, अनि फेरि एउटा कुनै थम्बनेल चुज गर्छु। साथीहरू, तपाईँ फेरि जेको बारेमा भिडियो बनाउनुहुन्छ त्यही चुज गर्नु। म जस्तै जे पेटी नगर्नु, यो थम्बनेल चुज गर्छु। जस्तै मैले यो चुज गरेँ। यो चुज गरेपछि साथीहरू, म टिक गरिदिन्छु र यसलाई पनि सानो गरेर अब यहाँ राखिदिन्छु मिलाएर। यहाँ राखेपछि साथीहरू, अब म एउटा अझै थम्बनेल चुज गर्दिनँ। त्यो मेरोमा छ, तर म अब गर्दिनँ, किनभने माथिमा हामीहरू केही लेखौँ, म राम्रोसित सिकाइदिन्छु। तपाईँहरू यहाँ
के को बारेमा भिडियो बनाउनुहुन्छ त्यो यहाँ राखिदिँदा हुन्छ। अब साथीहरू यहाँ के लेख्ने र कसरी लेख्ने, साथीहरू तपाईहरू जे को बारेमा भिडियो बनाउनुहुन्छ त्यो लेख्नु। जस्तै म बनाउँदैछु कि थम्बनेल कसरी लगाउने, त साथीहरू म यहाँ लेख्छु थम्बनेल कसरी लगाउने। त्यसको लागि हामी साथीहरू यहाँ टेक्स्टमा जाने, टेक्स्टमा गएपछि यहाँ टेक्स्ट आउँछ साथीहरू, यसमा अलिकति तपाईँ जार मिलाएर राख्दा हुन्छ। अनि त्यसपछि यहाँ एमा जाने, एमा गएपछि साथीहरू यहाँ पेन्सिलको अप्सन आउँदैछ एडिट लेखेर, त्यसमा क्लिक गर्ने। त्यसमा क्लिक गरेपछि साथीहरू तपाईँ यो न्यू टेक्स्टलाई काटिदिने, काटेर तपाईँलाई जे लेख्नु छ त्यो लेख्नु। जस्तैमा मलाई लेख्नु छ कि युट्युबको थम्बनेल कसरी बनाउनु, त म त्यही लेख्छु। जस्तै साथीहरू मैले लेखिदिएँ युट्युबको थम्बनेल मोबाइलबाट कसरी बनाउने र म यहाँ डन गरिदिन्छु। अब डन गरेपछि साथीहरू यहाँ ओके गरिदिनु। ओके गरेपछि साथीहरू तपाईँलाई जस्तो राम्रो लाग्छ यसरी जस्तो राम्रो लाग्छ यहाँ मिलाएर राख्दा हुन्छ। जस्तै म यहाँ अलिकति यस्तो गरिदिन्छु र अलिकति यसलाई ठुलो पार्छु, यहाँ ठुलो पारेर यहाँ राखिदिन्छु साथीहरू। अब यसलाई अलिकति हामीलाई कलर गर्नु छ। कलर गर्नको लागि साथीहरू अलिकति हामी तल आऊ, तल आएपछि यहाँ कलरको अप्सन छ, तपाईँलाई कुन कलर राम्रो लाग्छ त्यो कलर यहाँ राख्दा हुन्छ। साथीहरू जस्तैमा म अब यो कलर चुज गर्छु। यो कलर चुज गरेपछि साथीहरू यहाँ टिक गरिदिनु, तपाईँ आफ्नो कलर चुज गरेपछि टिक गर्नु साथीहरू। अनि त्यसपछि अलिकति हामी अझै तल जान्छु, तल गएपछि यहाँ स्ट्रोकको अप्सन देख्दै हुनुहोला साथीहरू, त्यो स्ट्रोकमा क्लिक गर्नु। स्ट्रोकमा क्लिक गरेपछि साथीहरू यहाँ यसलाई इनेबल गरिदिनु र टिक गरिदिनु। यसलाई इनेबल गरेर टिक गरेपछि साथीहरू अब स्याडोमा आउनु, तल त्यसकै साइडमा स्याडो छ त्यसमा टिक गर्नु, त्यसलाई पनि इनेबल गरिदिनु। त्यसलाई इनेबल गरेपछि साथीहरू यहाँ टिक गरिदिनु। त्यसलाई टिक गरेपछि साथीहरू राम्रो देखिँदैछ। साथीहरू अब हामी ब्याकग्राउन्डमा के राख्ने त्यो हेर्छौँ। त ब्याकग्राउन्डमा केही राख्नको लागि साथीहरू फेरि यो तेस्रो नम्बरको बटनमा क्लिक गर्ने र यहाँ प्लसमा क्लिक गर्ने र फ्रम ग्यालेरीमा जाने। फ्रम ग्यालेरीमा जाने साथीहरू। अनि कलर तपाईँहरूको ब्याकग्राउन्डमा राख्ने छौ भने तपाईँहरू कलर पनि राख्न सक्छौ, तर म केही अरू कुरा राख्न सिकाइदिन्छु। साथीहरू अब ब्याकग्राउन्डमा हामी कुनै राम्रो एउटा सिन दिने, जस्तैमा साथीहरू म कुनै सिन दिइहाल्छु ब्याकग्राउन्डमा। एउटा यो सिन पनि राम्रै हुन्छ ब्याकग्राउन्डको लागि साथीहरू। अब हेर्नु यति गरेर साथी यसलाई फुल गरिदिनु यसरी। अनि अलिकति तल आउनु, यहाँ टु ब्याकको अप्सन तपाईँहरू देख्दै हुनुहोला, त्यो टु ब्याकमा क्लिक गरिदिनु साथीहरू। अब हेर्नुहुन्छ यो हाम्रो कति राम्रो थम्बनेल बनिसकेको छ सजिलो सिम्पल तरिकाले। साथीहरू यो बनेपछि यसलाई हामी अब सेभ कसरी गर्ने, त साथीहरू सेभ गर्नको लागि यहाँ सेभको अप्सन छ, त्यसमा क्लिक गर्नु र सेभ एज इमेजमा जानु। सेभ एज इमेजमा गएपछि साथीहरू यहाँ कस्टम लेखेको छ त्यो कस्टममा क्लिक गर्नु र तल गएर अलि अल्ट्रा लेखेको छ त्यसमा क्लिक गर्नु र सेभ टु ग्यालेरीमा क्लिक गर्नु। त साथीहरू यति भएपछि हाम्रो थम्बनेल सेभ भयो। यहाँ एड आयो, अब एड काटेर अब हामी ग्यालेरीमा जाने र हेर्ने कि हाम्रो थम्बनेल कस्तो बनेको छ भनेर। त ग्यालेरीमा क्लिक गरेर तपाईँहरू हेर्नुहुन्छ ग्यालेरीमा माथिमा नै तपाईँको थम्बनेल आइसकेको छ। यो थम्बनेल राम्रो भएको छ ल साथीहरू। त साथीहरू तपाईँले युट्युबको थम्बनेल बनाउन सिक्नुभयो। त साथीहरू तपाईँ यदि सिक्नुभयो भने यो च्यानललाई पुरापुरी सब्सक्राइब गरिदिनु। र साथीहरू म अर्को भिडियो लिएर आउँछु कसरी यो थम्बनेल भिडियोमा युज गर्ने, त्यसैले यो च्यानल सब्सक्राइब गर्नै पर्छ तपाईँहरूलाई। ल बाई बाई, अर्को भिडियोमा भेटौँला।